Oh guys, what's up people? हामी चाहिँ अहिले साकु ट्रेल पुगेको गाइस साकु कोही आएको रहेछ अहिले आज चाहिँ हिजो चाहिँ बिहान पानी पर्यो बेलुका त्यही भएर होला तर हामी भयो फर्स्ट आफ्टर लङ टाइम गाइस साइक्लिङ गरेको फर्स्टै घर भाउ कहाँ पुग्यो केटा हो हेलो What's up guys? Welcome. So hey मेरे ब्लॉग में थाको थाको मतलब कथा महिना अगाडि आएको थियो धेरै भयो नआएको त गाह्रो बाटो नि अलिक कन्फ्युज भयो थाक्यो है केटा हो बिस्तारै ले 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 अब एकछिन बसौँ भने सँगै जाउँ होइन होइन ल रेडी होइन केटा हो सेकेन्ड हो कि सेकेन्ड म जान्छ ल ल जोगाइ नि नरोकुमै रोक्यो भने पछाडि ब्ल्याङ्कै थाल्छ नजु जाऊ है केटाहरू पालै पालो बिस्तारै आम टर्निङ कस्तो यार बाटो त यार कति धेरै पछि आएको मलाई चाहिँ कता लाग्यो ओए के हो पेडल पनि नछिर्नु खालि ओए ओए बाटो त ओए बाटो है बाटो ओए म्यान सेट बिस्तारै बिस्तारै सेट ओए बिस्तारै 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 स्लो 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 बिस्तारै बिस्तारै तपाईँ यहाँ छ भने दाँतेन यार मैले मैले कन्फ्युज भइदिरहेको बिस्तारै भन बिस्तारै पानी पानीले खाल्टो ठुलो बनाएछ होइन डरै लाउने बाटो रहेछ यार लास्टै बिग्रेछ नि यो त सकिँदैन झर्ने कि चढ्ने ओए ओए केटाहरू यो चाहिँ गाह्रो हुन्छ यहाँ त हाम्रो त हुँदैन यार भोकिन्छ अहिले बित्थामा होइन यो मान्छे मात्रै त घोडा कहाँ यहाँबाट चाहिँ आउन मिल्छ क्या त्यो जुन खाल्टो छ नि त्यहीँ त्यहीँ उसलाई छोड्यो त उसलाई आइस लाउँदा पनि कहाँ छ त्यो पनि अड्किन्छ रेडी रेडी गाइजहरू बाटो हेरेर आऊ है कुदेर क्या सानो बाटो हो क्या खाल्टो त लाग्छ यार पानी त त्यत्रो परेको छैन होला फेरि यो त पानी के हो बाटो त
केटाहरू कसरी आउँछ होला केटाहरू त मोटी आइयो माथि माथि अब माथि माथि यता ए तलतिर कहाँ डराउने गएपछि गयो त्यही फ्लोमा गयो रोकेपछि अलि अप्ठ्यारो हुन्छ कि गएपछि त्यो ल आयो आयो ल आयो आयो खोइ मान्छे खोइ राइट है राइट राइट ल हामी हुन्छ गइहाल्यो छैन उकालो त पुरै ओह्रालो अब कति मिनट लाग्छ ओह्रालो खोइ चल्दै जाऊँ न यो माथिबाट नआऊ है माथिबाट नआऊ हेरेर मात्र आउने हेरेर मात्र म त साला दुई झार्दै केटाहरू ओहो बाबा बाबा खोइ त त्यही माथि पुगेछ ट्रेल त ओइ ओइ खोइ त बाटो आयो आयो जाऊ जाऊ यहाँ कस्तो सानो ह्यान्डल पनि नचिन्ने बाटोहरू ओइ केटाहरू बवाल बजायो बवाल खुल्ला बाटो है केटा हो अब ओह्रालो ओह्रालो यस्तै छ खोइ त ट्रेल त आखा कस्तै गाह्रो हो थाकियो यार छ्या आयामा चल कहाँ पुग्यो हात त छ्या खोइ त केटाहरू यता हो यता बाटै देखेन गाडी यता हो यता यता हराइके हजम साइकल यहीँ छिने जाने केटाहरू हराइके हौ कहाँ तलतिर गएको यहाँ त बाटो हेर न कसले अगाडि हेर न ल कुर्छ पनि के कुर्छ हराउँदैन आऊ न अलिअलि त बेथाप हुन्छ नि त बाटो त
घाम पनि चढेन केटाहरू त तलतिर पो गएर शङ्का लाग्यो तिमीलाई त्यही भएर छिटो हिँड्नुपर्छ कि भन्न पनि है ल केटा एकछिनमा कुर्छ क्या भन न साइकल कुर्छ बाटो नदेखिएर ल अब त ओह्रालो छ अलिकति हजुर अलि ओह्रालो छ खोइ त हाम्रो केटाहरू त हराइ भयो त खोइ आऊ को हेरेर हिँड न हौ केटा हो हो यहाँ पनि त्यस्तै त्यस्तै ल झन्डै यार त्यसमा झन्डै ठोक्यो नि त्यहाँ बिस्तारै यता चाहिँ अलिक स्टिप डाउन हिल छ गाह्रो छ बिस्तारै बिस्तारै हेरेर बिस्तारै ए खोइ बाटो खोइ राइट जाऊ राइट बाटो यता हो यता आयो केटा आयो दामी सानो जम्प है त्यो त नसोचेकै आयो होला केटाहरू त तिनीहरू खै पछि आएको म पनि धरतीमा कहाँ ल जम भिडियो एङ्गल कस्तो आयो थाहा छैन आम्मामा गल्ती अट्यो त आयो केटाहरू बिस्तारै फ्लोइ बाटो त पानीले जस्तो बिगारेछ नि
ओहो कुनबाट जाने हो केटाहरू चुज गरेर आऊ डाँडाबाट नआऊ होइन सक्छ भने खाल्टोबाट आऊ न त यताबाट आऊ है ओइ लड ओइ मुला ब्रेक गयो क्या ए साइन छैन ब्रेक त फर्स्ट टाइम लडे यार के घात गरे खा त गरेर चाहिँ गऱ्यो के गर्यो सक्छ भएको छैन थिचम थिचम सिट होला ला कस्तो उठेछ के भयो लड्यो क्या खै जाऊँ न आऊ यता भित्ताबाट काट अनि यता माथिबाट आयो नि हुन्छ भाइ एकछिन लौडा यार तपाईँले ठोके जस्तो लाग्यो कि मनमनमा छैन होइन त्यहाँबाट खै त्यस्तै भएर होला मनमनमा डरा त्यो खाल्टोबाट आऊ होइन सक्छ बरु आइस घिसाले आए उडा 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 औ तल हो ल म आउँछु हिँड्न केटा हो पछाडिको त स्लाइड हान क्या यतातिर खाल्टो खुल्टो छ है ओहो टेक्निकल नआनमा यो चाहिँ ब्रेक नलाग्नेले के हो पहिला आउँदा त यस्तो थिएन त दे अनि अहिले त स्ट्रिम लेभल भइदियो त ओहो भुवा केटाले हाने कि हानेन लड्यो को लड्यो डोराम सकेन भन्दा अलि पछाडि जाऊ नि तिमी अलिकति आयो ल दामी ल मेकानिकल ब्रेकमा यत्रो हानेको भनेको त ओइ हिरो ढिलो हिँड्ने ओइ ओइ म्याट सुको झोल ओ केटा आयो यता बाटो हेरेर है घिसार्यो केटा हो घिसार्यो है ट्रेल दुईवटा रहेछ है केटा कुन हाल्ने यो त नयाँ ट्राई गरौँ न यार मेरो भाँचेको त यहीँ जस्तो लाग्यो अस्ति न त्यही जस्तो लाग्यो उयोला भाँचेको नि फ्ल्याट त झल्यो यार अब त ट्रेलै सक्यो ल अब सक्यो अब त right सक्यो ट्रेल सक्यो हुँदैन ट्रेल
एक सर्ट अनि चाहिँ अच्छा बाटो त दामी बनाएको रहेछ त अहिले त कहाँबाट जाने रोडबाट जाने कि यताबाट रोड हरायो त रोड त हरायो बिस्तारै खाल्टो छ हेरेर केटाहरू के हो अहिले त बाटो त के भन्छ मामा दामी दामी